ल एकैछिन यो भिडियो हेर्नुहोस् ल, यो आशिका तामाङको। आशिका तामाङलाई जर्मन दूतावासले बोलायो। पीआर काण्डले उम्मेदवारी फिर्ता लिने तयारी। दक्षिण धादिङ क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्यकी उम्मेद्वार आशिका तामाङको जर्मनीको थाई आवासीय अनुमति पीआर काण्ड बाहिरिएपछि उनलाई काठमाडौँ स्थित जर्मन दूतावासले स्पष्टीकरणका लागि बोलाएको छ। जर्मनीको पीआरको विषयमा प्रश्न उठेपछि दूतावासले आशिकालाई आज छलफलका लागि बोलाएको हो। स्रोतका अनुसार दूतावासले उनको पीआर र राहदानीको विवरण बारे गम्भीर चासो देखाएको छ। नेपालको संविधानको धारा 291 र निर्वाचन कानून अनुसार विदेशको पीआर भएको व्यक्ति कुनै पनि निर्वाचित पदका लागि योग्य हुँदैन। तर संविधान र कानूनको धज्जी उडाउँदै उम्मेद्वार बनेकी आशिकाले अन्ततः हार स्वीकार गरेकी छिन्। आशिका तामाङले भनेकी छिन्, आज म उम्मेद्वारी फिर्ता लिँदैछु। आशिकाले उम्मेद्वारी फिर्ता लिने भएसँगै धादिङ रासोपामा विग्रह सुरु भएको छ। जुन पार्टीले विधिको शासन र इमानदारिताको कुरा गर्छ, त्यही पार्टीले संविधानले अयोग्य ठहराएको व्यक्तिलाई कसरी टिकट दियो? आशिका तामाङको यो काण्डले रासोपाको स्क्रिनिङ प्रक्रियामाथि ठूलो ल घन्टीको फेरि आशिका तामाङलाई अर्को झड्का लागेछ है। पीआर हुँदा हुँदै फेरि पनि रवि लामिछानेले जे गल्ती गर्यो त्यही आशिका तामाङबाट पनि गल्ती गर्यो। आशिका तामाङलाई राम्रो समाजसेवी नै सबैले मानेर अहिलेसम्म सबैको आइ थियो। लास्टमा रवि लामिछानेकै पारा निस्क्यो भने त दोहोरो नागरिकता अनि आफ्नो देशको नागरिकताले नै फेरि पनि अर्काको देशको लिइसकेपछि फेरि यहाँ राजनीति गरेको। अहिले आशिका तामाङ त्यही जोरी होइन त? यो सबै चाहिँ जति पनि यस्तो काण्डदोरी छ यसलाई लिने काम चाहिँ अहिले कहाँबाट भइरहेछ भन्दाखेरि रासोपामा भइरहेछ। यो किन र सबै घन्टीमा अब भन्दाखेरि किन विरोध गर्यौ तिमीहरूले रासोपाको भन्छ, तर रासोपा विरोध गर्नु लायकै छ क्या। गल्ती त्यस्तै हुन्छ रासोपाबाट। किन हुन्छ भन्दाखेरि सुरुमा बालेनलाई हर्कले धेरै पार्टी खोल्नु भन्यो, मानेन। कुलमानलाई भन्यो, मानेन। किनभने हर्कसँग गयो भने हामी त बाहिरबाट चलखेल गरेको छ, उता चल्दैन। त्यो नचलेपछि भोलि हामीलाई त गाह्रो हुन्छ भन्ने कुरा उसलाई थाहा थियो र अलरेडी गएन। र आशिका तामाङलाई नै अस्ति टिकट लड्नुहुन्छ भने दिन्छु भनेर निम्तो गरेको सामाजिक सञ्जालमा देखियो। उहाँ पनि कान्ठा लाउनु भएन, किनभने मलाई थाहा छ मेरो पनि रवि लामिछाने जस्तै केस छ, बाहिरको पीआर छ भनेर। त्यो पीआरको काण्डले गर्दाखेरि फेरि आशिका तामाङको पनि आएछ अर्को काण्ड, फेरि बाहिरिएछ पीआरको। पहिलेसम्म छैन भन्थ्यो, छ। जति पनि राष्ट्रसभामा अहिलेसम्म हामीले हेरेको मानिस कोही छ काण्ड बिनाको? सबै काण्ड गर्ने। अब रवि लामिछाने कुरै नगरौँ, अलरेडी काण्डमा छ। उसको जति पनि अहिले यहाँसम्म कि अहिले टिकट लिने पनि अहिले काण्ड चलिरहेछ उनीहरूको। 50,000 त सुरुमा भएको सामान्य प्रतीकमा देखि 7 करोडसम्मको अहिले काण्ड आइसक्यो। किन यो पार्टीमा त यस्तो भन्छ र किन सबैले यस्तो भन्छ? त्यही भएर मैले भन्दै गर्छु, रासोपालाई सपोर्ट गर्ने मान्छे साह्रै सजन मान्छे होइन भनेर यो कारणले भन्छौँ क्या हामी। विरोध गर्यो भन्छ, तर विरोध होइन, एक्ज्याक्टली कुरा सत्य त्यही हो। सत्य कुरा सधैँ तितो हुन्छ, तर तितो कुरा दबाई पनि तितै हुन्छ, तर तितो कुरा सत्य हुन्छ। सत्य कुरा पचाउनु सक्ने साथीहरूको क्षमता छैन। आफूले कस्तो छ आफ्नो पार्टी भनेर एकचोटि ध्यान दिएर हेर्नु पर्यो क्या। अनि जति पनि अहिले फटा, जति पनि टिकटके, जति पनि सेलिब्रेटीहरू किन लिइरहेको छ अहिले रासोपामा? कारण यही छ कि चुनाव जितेर सत्तामा पुग्ने र आफ्नो सबै जति पनि भएको केसहरू रफा दफा गर्ने। उनीहरूको नियतै रवि लामिछाने त्यो छ। त्यो कारणले गर्दा अहिले सेलिब्रेटी देखेको टिकट लिएको छ। पुरानो कार्यकर्ताको वास्ता छैन, कुटाकुट छ, पिटापिट छ। किन छ यो? किन भइरहेछ यो भन्दाखेरि सबै काण्डको कारणले हो। त्यही हो, रवि लामिछानेलाई केही अरू कुराको मतलब छैन। देश जहाँ जाओस्, भाँडसम्म जाओस्, तर उसलाई केही मतलब छ त आफ्नो पार्टीको र आफूले लागेको केस चाहिँ रफा दफा गर्ने। उसको त्यही मात्रै हो उसको ध्यान, अरू केही छैन।